यो आज मेरो 6 बजेको मिल मेरो बुढीले कालेबुङबाट ल्याइदिएको गाउँको चिउरा एउटा कम्प्लेक्स कार्ब्स र बेस्ट कार्ब्समा गनिन्छ र यसलाई म अब 6 बजे खान गइरहेछु। हेर्नुस् म कसरी खाँदा रहेछु गाउँको चिउरा र मैले 75 ग्राम जति गाउँको चिउरा लिएको छु है। र यसमा म सलाद चाना मिसाउँछु। हेर्नुस् एकदम क्रिस्पी छ यो गाउँको चिउरा, एकदम दामी मिठो खाँदा पनि है। र मैले पहिला पनि खाएको थिएँ र आज पनि खान गइरहेको छु। र यसमा म अब 10 रुपियाँको चाना मिसाएँ, प्रोटिन, त्यसमा सलाद है, लिम्बू र मैले बनाएको मसला हालेको छु। चानामा कम्ती प्रोटिन छ, त्यसै कारण म अर्को प्रोटिन एड गर्न गइरहेको छु मेरो 6 बजेको मिलमा। एटलिस्ट 25 to 30 ग्राम प्रोटिन होस् भनेर। हेर्नुहोस् 6 बजेर 5 मिनट गइसकेको छ घडीमा र मेरो मिल खाने टाइम भइसकेको छ। र अब म यसमा 1 स्कुप प्रोटिन हाल्दैछु 30 ग्रामको, जसमा 25 ग्राम तपाईँको कन्सन्ट्रेट प्रोटिन छ र म यसलाई मिक्स गरेर खान्छु। र अब मेरो कम्प्लिट प्रोटिन पुरा भएको छ र मेरो मिल तपाईँहरू पनि यसरी खानुहोस् होला र आफ्नो प्रोटिनको इन्टेक पुरा गर्नुहोस् होला।